परमेश्वर पद्मा साक्य दिदी भेनाजुबाट हालै पोस्ट गरेको बुद्ध भूमि नेपाल कसरी हिन्दूकरण भयो भन्ने डाक्टर केशवमान साक्यको पोस्ट हेरेपछि म 2004 ईस्वी सम्मतिर इजरायल स्वशासित गाजाको नेचर खजानीको एउटा घटना संस्मरण भयो। त्यहाँ म यो हर्ब्स, सीड्स, सेज, मिन्ट, बेजिल र ट्यारागोन हर्ब्स सम्बन्धी काम गरिन्थ्यो। साउले मलाई र विनोद श्रेष्ठलाई निजको घरमा काम गर्न पठाएको थियो। कुखुराको खोरको बालुवा झिकेर कम्पाउन्डमा बलौटे जग्गामा रोपेको फलफुलको बोटहरूमा चारैतिर मिलाएर वरिपरि राखी पानी दिने र कम्पाउन्ड बाहिरबाट नयाँ बालुवाहरू ओसारेर खोरमा मिलाउने। काम सम्पन्न गरिसकेपछि 2-4 वटा कुखुरा दियो भने लानु पर्ला, लान नभन्नु होला, काटमार गर्ने अर्जुन दाइ र म छँदैछु भने। त्यो कुरा साउनी मालकाले सुनेर माकरा बिजु के हो बिजु भने। 2-4 भनेको हिब्रूमा स्टाइम र अरबा होइन र भनेर प्रतिप्रश्न गरिन्। अनि विनोदले यो मोडीले कुरा बुझेछ कि क्या हो दाइ भने। अनि मैले चाहिँ विनोदले 2-4 वटा कुखुरा दियो भने लानु पर्ला भनेपछि हुन्छ लैजाऊ भनी। अनि मैले मालकालाई सोधेँ 2-4 वटा नेपाली तिमीलाई कसरी आयो भनेर सोध्दा हामीले पनि 2-4 भन्छौँ भनी जवाफ फर्काइन्। अनि मालकाले भनिन् हामी इराकका कुर्डहरू हौं, ज्यूसको उद्गम स्थल इराक हो। हामी कुर्डहरूले 1, 2, 3, 4, 5 भन्दै 10 सम्म काउन्ट गरिन् र मैले नेपालीसँग करिब सबै मिल्छ भने। अलिकति प्रोनाउन्सिएसन फरक छ, सबै करिब मिल्छ भने। डाक्टर केशवमान साक्य ज्यूले नेपालमा आर्यहरू सिरिया, इराक, इरान, अरबबाट आएको हो भन्नु भएबाट 2004 ईस्वीसम्म 2004 देखिको मेरो जिज्ञासा चाहिँ हाल मेटिएको छ। यति मात्रै भनौँ। धन्यवाद।